हेलो गाइज वेलकम टु माई आजको फेरि न्यू भिडियो होइन। अस्तिको पार्ट 2 भनौँ न। अब पार्ट 2 होइन, पार्ट 2मा मैले चाहिँ के गर्छु भने चाहिँ पार्ट 2मा मैले चाहिँ अस्तिको चाहिँ फ्याक्टोरियल नम्बर निकालेको थिएँ। फ्याक्टोरियल नम्बर निकालेको थियो भनेपछि होइन गाइज आज चाहिँ हामी अब के गर्छौँ भने चाहिँ होइन, हामी चाहिँ आज लार्ज एमाउन्ट एन्ड डिजिट होइन, ठुलो नम्बर र सानो नम्बर, म्याक्सिमम र मिनिमम नम्बर चाहिँ पाइथनबाट निकाल्न गइरहेको छु। हल्का केही लेखौँ है म्याक्सिमम र मिनिममको बारेमा होइन। अब म्याक्सिमम भनेपछि होइन, म्याक्सिमम भन्ने बित्तिकै लार्ज भ्यालु क्या, टोटल एमाउन्ट भन्दा पनि सबैभन्दा टोटल नम्बर अफ लार्जेस्ट भ्यालु भनिन्छ क्या। जस्तै होइन, यो मेरो 1 2 3 4 5 6 7 8 9 होइन 10 लाग्यो, मैले यहाँसम्म लाग्यो। अब यहाँनिरको होइन, यहाँनिर के छ भने चाहिँ होइन, मैले के गर्छु भने चाहिँ यहाँनिर होइन, अब म्याक्सिमम भ्यालु भयो। भ्यालु भनेको म्याक्सिमम भ्यालु भनेको यसमा 10 भयो। किन भन्दाखेरि 1 to 10सम्म सबैभन्दा ठुलो भ्यालु भनेकै 10 हो क्या। त्यही भएर म्याक्सिमम भ्यालु 10 र मिनिमम भ्यालु भनेको हाम्रो 1 भयो क्या। किन भन्दाखेरि सबैभन्दा सानो भ्यालु भनेको 1 हो, मिनिमम भयो। सबैभन्दा ठुलो भनेको 10 भयो, म्याक्सिमम हो गाइस। त यहाँनिर मैले हल्का डेफिनेसन पनि लेखिदिएको छु होइन। डेफिनेसन द टोटल नम्बर अफ स्मलेस्ट होइन इट्स कल मिनिमम भ्यालु क्या। जस्तो टोटल नम्बरको होइन, टोटल नम्बरको सबैभन्दा सानो भ्यालु नै स्मलेस्ट भ्यालु हो क्या, मिनिमम भ्यालु भन्छ। अब म्याक्सिमम भ्यालु भनेको सबैभन्दा ठुलो भ्यालु हो। मैले इक्जाम्पल पनि दिएको छु। जस्तै म्याक्सिमम भ्यालु यो भयो भने चाहिँ 10 हो भने चाहिँ मिनिमम भ्यालु त 1 हो। यो भने चाहिँ अब हामीले यसलाई एक्जिक्युट कसरी गर्ने, 1 मिनिमम हो र 10 म्याक्सिमम हो भनेर हामीले मुखले पो भन्यौँ होइन। मुखले भन्यो भने चाहिँ अब हामीले यसलाई के गर्नु पऱ्यो, हामीले त पाइथन कोडमा उतार्नु पऱ्यो यसलाई। यो हो कि होइन भन्ने कुरा त उतार्नु पऱ्यो होइन। किनभने चाहिँ हामीले पाइथनमा उतार्नुपर्छ। ल हामी पाइथन कोडमा डाइरेक्ट जाउँ होइन, पाइथन कोडमा जाउँ, भिजुअल स्टुडियोमा जाउँ। यो पुरानो कोडहरू छ। अब मैले यहाँनिर के गर्छु भने चाहिँ होइन, इन्टर गरेर के गर्छु भने चाहिँ होइन, एरे लाउँछु। एरेलाई चाहिँ मैले बिग ब्राकेटले सिम्बलाइज गरिदिन्छु होइन, यो एरे हो भनेर। अब मैले यहाँनिर कुनै पनि एउटा नम्बर इनपुट लिन्छु क्या युजरबाट होइन, इन्टेजर नै लियो किनभने चाहिँ फलो नल्यो। इन्टेजर हामीले निकाल्नु छ नि त, सरी हामीले स्मलेस्ट र लार्जर भ्यालु निकाल्नु छ क्या। त्यही भएर कारणले हामीले चाहिँ अब के गर्नुपर्ने भने चाहिँ होइन, त्यही भएर कारणले हामीले चाहिँ युजरबाट एउटा इनपुट लिउँ म्याक्सिमम मिनिमम पत्ता लगाउनलाई। अब युजरबाट चाहिँ अब मैले कुनै पनि रेन्जसम्म लिनुपर्छ। जस्तै फर आई, जस्तै इन रेन्ज छ नि हो, रेन्ज छ भने हो, रेन्ज छ भने रेन्ज नै मैले के लग्छु, नम्बर लग्छु क्या। युजर नेमको नम्बर लग्छु, युजर लग्छु कि युजर इनपुट लग्छु। ल युजर इनपुट लिए। अब मैले यसलाई एक्जिक्युट गर्नु पऱ्यो भने यदि नम्बर चाहिँ होइन, नम्बर के हुनु पऱ्यो भनेपछि नम्बर चाहिँ फेरि मैले अर्को लिन्छु होइन, सरी नम्बर चाहिँ होइन, नम्बर चाहिँ भ्यालु लाग्यो होइन, कुनै पनि। ल मैले यहाँ नम्बर भने चाहिँ भ्यालु हुनु, नम्बरै भन्नु सजिलो हुन्छ न। फेरि कन्फ्युज किन गराइदिनु होइन, उसै पनि गाह्रो भइरहेको बेलामा। ल नम्बर लिए भनेपछि अब मैले केही पनि गर्दिनँ। जुन माथिको एरे छ नि, मैले एरेमा ब्राकेट छोडिदिएको छु कि एरे लगाएको छु। अब एपेन्डिक्स र होइन, एपेन्डिक्स र डिपेन्डिक्स भन्ने हुन्छ क्या एउटा कुनै पनि उसको, एपेन्डिक्स लग्छु होइन।
एपेन्डिक्स होइन एपेन्ड लग्छु। अब त्यसमा मैले के गरेर हाल्छु नि अघिको माथिको नम्बर हालिदिन्छु कि एक्जिक्युट नम्बर हालेँ। अब नम्बर हाल्यो भने चाहिँ मैले अब केही पनि गरिदिन्छु सिधै हेरेर उ गरेर सरी इन्टर गरेँ। अब मैले के गर्छु यसैलाई मैले प्रिन्ट गर्छु। प्रिन्ट गऱ्यो भने मैले प्रिन्ट के गर्छु भने चाहिँ प्रिन्ट यहाँनिर के गर्छु भनेपछि अब मैले के भनेछु म्याक्सिमम के म्याक्सिमम इलिमेन्ट्स होइन इन दि के त लिस्टमा राखेँ होइन। लिस्टमा राख्यो भने चाहिँ मैले के गर्छु यसलाई डाइरेक्ट पनि गर्न मिल्थ्यो क्या। लिस्टमा राखेँ। लिस्टमा राखेर मैले यसलाई गरेर के अब मैले के भनेछु म्याक्सिमम नम्बर के म्याक्स नम हो म्याक्सिमम नम्बर अथवा अझ म्याक्सिमम नम्बर भन्दा पनि मैले त माथि एरे दिएर रहेछु सरी एरे दिएर रहेछु म्याक्सिमम खास त म्याक्सिमम एरे होइन। अब मैले यसलाई एक्जिक्युट गराउँदिनँ किन भन्दा चाहिँ अझ हाम्रो अर्को प्रिन्ट गराउँछ क्या प्रिन्ट इन्टर element in the list is हेरेर यो छ। यहाँ पनि मैले सेम के राख्छु मिनिमम अघि नै म्याक्स थियो भने मिनिमम एरे एरे हो भयो। अब भएपछि मैले आउटपुट निकाल्दाखेरि के आउनु पर्यो भने चाहिँ होइन के आउनु पर्यो भने चाहिँ अब मैले हामीले प्रिन्ट गराउँदाखेरि अब हाम्रो लिस्ट मैले इनपुट युजरबाट इनपुट लिन्छु क्या। मैले 2 लिए 4 लिए के भयो म्याक्सिमम इलिमेन्ट लिस्ट इन यो आयो यहाँनिर मिनिममको लागि आएन किन भन्दाखेरि दुईटै भ्यालु एउटै भयो। अब मैले यसलाई क्यान्सल गर्छु फेरि आउटपुट लिने कोसिस गर्छु। आउटपुटमा मैले 2 4 5 6 7 8 1 2 3 4 5 पाँचवटा भ्यालु दिँदाखेरि म्याक्सिमम नम्बर एडा तर मिनिमम नम्बरमा हाम्रो इरो देखायो किन त भन्दाखेरि प्रिन्टमै इनपुट ल्याएको छु क्या मैले प्रिन्टमै इनपुट ल्याएको छु मिल्छ त प्रिन्टमा लिन मिल्दैन हो यहाँनिर गलत कहाँनिर छ भने आफूले हेर्नुपर्छ है। प्रिन्टमा मैले इनपुट ल्याएर छु यसलाई मैले कार्ड दिन्छु प्रिन्टमा कहिले पनि इनपुट लिन मिल्दैन। अब हाम्रो चाहिँ मिनिमम र म्याक्सिमम भ्यालु निस्किन्छ 1 2 3 4 सरी यहाँनिर 1 2 मैले सरी यहाँ दुवै भ्यालु एक्जिक्युट भयो होइन जस्तै 4 5 2 6 7 8 आयो। इन्टर द म्याक्सिमम चाहिँ एडो गरे मिनिमम भनेको 5 हो गरे तर मैले यहाँनिर एन नम्बर भनेर फोदेको छु रिजन किन 5 आयो भने चाहिँ मैले यहाँनिर हाल्नु त मिनिमम इलिमेन्ट हाल्छु नि त मिनिमम हाल्छु मिनिमम हाल्दाखेरि हाम्रो मिनिमम भनेको हाम्रो 4 हुनुपर्ने हो के किन भन्दाखेरि होइन मैले कतिवटा नम्बर हाल्यो भने इन्टर एन नम्बर क्या मैले कतिवटा नम्बर इनपुट लिन्छु मैले ल 6वटा नम्बर लिन्छु 1 मा के गर्छु 2 3 4 5 6 2 4 5 भयो अझै एउटा भ्यालु लिनु पर्यो 7 हो। यसबाट म्याक्सिमम 7 र मिनिमम 3 आउनु पर्यो क्या जब आएन तब मिस्टेक है हेर्ने के भन्यो म्याक्सिमम इलिमेन्ट इन द लिस्ट 7 मिनिमम इलिमेन्ट इन द लिस्ट 2 आयो हो आयो भने चाहिँ मैले के भनेको छु हेरेर यो भनेको छु भने चाहिँ मैले के भने चाहिँ इनपुटदेखि युजरदेखि इनपुट ल्याऊ एन नम्बर के एन टर्म्स अफ नम्बर भएपछि ल्याऊ त रेन्ज के को नम्बरकै रेन्ज भयो। मैले नम्बरको रेन्ज भने चाहिँ जस्तै आउटपुट ल्याएँ तपाईँलाई म यस्तो बुझाइदिन्छु आउटपुट ल्याएन आउटपुट ल्याए के ल्याएको छु भने चाहिँ एन नम्बर के मैले यहाँ जति नम्बर हाल्छु त्यति नम्बर इनपुट लिनै पऱ्यो क्या 3 हालेँ 1 6 9 अब आउटपुट निकालेर यतिको मात्र आउँछ बढी पनि आउँदैन भने हेर्नुहोस् आउटपुट आयो म्याक्सिमम
इलिमेन्ट इन द रेन्ज इन द लिस्टमा भएको चाहिँ 9 हो गरे, मिनिमम इलिमेन्ट चाहिँ 2 हो गरे। यो 2 हो कतिवटा नम्बर भने चाहिँ 3टा मात्रै ल्याएको छु मैले, 1 2 3 भयो नि, 3टा हो। अब मैले यसलाई फेरि गर्छु गरेँ भने चाहिँ मैले के गर्छु भने चाहिँ यहाँनिर होइन तपाईँ हेर्नु चाहिँ मैले यहाँनिर के गर्छु भने चाहिँ मैले ब्याकएन्डमा केही पनि गर्दैन, सिम्पल सा के गरेँ भने चाहिँ होइन यहाँनिर हल्का स्पेस दिएन, सिम्पल सा मैले यहाँनिर के गर्छु त ल के गर्नु पऱ्यो के गर्नु। अब मैले अर्को मेथडबाट गर्न चाहन्छु किनभने चाहिँ म आफ्नो मेथडबाट गर्छु। जस्तै मैले अब यहाँनिर नम इजकस टु होइन आइएनटी होइन आइएनटी आइएनपियुटी इनपुट अब मैले यहाँनिर इन्टर दि नम्बर लिएँ होइन नम्बर, अब जुनसुकै नम्बर पनि लिएँ, इन्टर दि नम्बर। मैले के गर्छु फर आई इन रेन्ज हो, रेन्जमा के राख्छु भने चाहिँ नम्बर नै राख्छु हो, नम राख्यो भने चाहिँ नम राख्यो। अब मैले यहाँनिर के गर्छु भने चाहिँ नम्बर ल्यायो भने चाहिँ प्रिन्ट म्याक्स नम होइन म्याक्स नम प्रिन्ट मिन नम के नम्बर। अब नम्बर यतिमा प्रिन्ट गर्दा त पनि त आउँछ होला त है, नआउने त हुँदैन होला पक्कै पनि। प्रिन्ट गर्दा यति आउँछ त आउँदैन नि। प्रिन्टमा हामीले के पनि राख्नु पऱ्यो भने चाहिँ नम्बर हालिसकेपछि यहाँनिर मैले के दिनु पऱ्यो भने म्याक्स विथ नम दिए, फेरि चाहिँ मिन विथ पनि के दिन्छु नम दिन्छु क्या। ल एक्जिक्युट गरेर एकछिन के हुन्छ, 4वटा भ्यालु के भन्यो ल म्याक्स नम्बरमै हाम्रो इरो देखा मिनिमममा जान पाएन, यो चाहिँ कुनै पनि अब्जेक्ट होइन अरे। होइन भने चाहिँ हाम्रो मिस्टेक के भयो त, म यसलाई क्यान्सल गरिदिन्छु। अझ भन्दाखेरि मैले यसलाई सिधै सर्टकट भन्दाखेरि म्याक्स मेन है, यो पनि एक्जिक्युट हुँदैन, मिस्टेक हुन्छ। किन भन्दाखेरि यहाँनिर मिस्टेक छ नै भन्नुपर्दा। इनपुट आयो, इनपुटमा मैले 3 हाल्दाखेरि आएन। के भन्यो बिल्ड इन फङ्सन मिन म्याक्स फङ्सन चलिरह्यो। किन त भन्दाखेरि मैले यहाँनिर ए भनेको कुनै पनि भ्यालु इनपुट गरेँ भने अब मैले यहाँनिर के गर्न सक्छु त पिरियडमा यस्तो गर्न सक्छु म्याक्स इज गरेँ अनि यहाँनिर मैले यो गरेर म्याक्स ए राख्न सक्छु त सक्छु है। अब यहाँनिर फेरि मैले यो राखेँ मिन इज गरेर मैले यो एक्जिक्युट राखेर होइन मिन ए राख्दा के हुन्छ त है। ल मैले यसलाई फेरि आउटपुट गर्छु 3 इज द के भन्नु म्याक्स एमा कुनै पनि भ्यालु लिस्ट छैन। अब मैले के गर्छु त लिस्ट गर्छु त के लिस्ट गर्छु होइन यारे के हो त भन्दाखेरि यारे ए भनेको हाम्रो के हो भनेर मैले यहाँनिर एक्जिक्युट गर्नु पर्यो। एक्जिक्युट गर्नलाई होइन ए भनेकै ए एपेन्ड हुनु पऱ्यो क्या। जहिले पनि हाम्रो चाहिँ म्याक्सिमम र मिनिमम चाहिँ एपेन्ड हुनै पर्छ। के त भन्दाखेरि इनपुट दिएको के युजरबाट इनपुट दिएको चाहिँ एपेन्ड हुनु पर्यो। एपेन्ड भएपछि एपेन्ड हो भनेपछि मैले प्रिन्ट गरेँ, अब चाहिँ प्रिन्ट हुनुपर्छ भन्ने है हो नि। हेरेर मैले यो एउटा मात्रै इनपुट लगाएको छु भने चाहिँ एन्टम भनेपछि एन्टमै हो भनेपछि होइन एन्टम हो भनेपछि
4 मिनिमम पनि हो म्याक्सिमम पनि हो भनेर आयो। अब मैले यहाँनिर फेरि अर्को के लाउँछु त भन्दाखेरि नम्बर इक्वल्स टु इन्ट इनपुट इन्टर द क्याप्सुलर दिएको छ इन्टर दि नम्बर भनिसकेपछि अब यहाँनिर एपेन्डिक्समै नम्बर लाउन पाएँ। नम्बर लगाएपछि अब प्रिन्ट गर्न पाउँछु मैले भन्ने जहाँसम्म लाग्छ मलाई है। यो हाम्रो एपेन्डिक्स चाहिँ हल्का फर आइरेन्जभन्दा अगाडि हुनु पर्यो होइन। अब 3टा भ्यालु 2टा भ्यालु 4वटा भ्यालु 6वटा भ्यालु 6 मिनिमम म्याक्सिमम यो आयो त। हामीले लोवर केस हालेको छैनौँ। अब हामीले एक्जिक्युट गर्दाखेरि यहाँनिर के छ भनेर यो हेरौँ त। यो हेरौँ है, मैले 4वटा भ्यालु इनपुट लिन्छु 2 3 5 6 इनपुट लिएपछि मिनिमम भ्यालु 2 र म्याक्सिमम भ्यालु 6 आयो भनेपछि यहाँनिर त एक्जिक्युट गरेको के छ मिनिमम र म्याक्सिमम भित्र एआरआर एपेन्डिक्स यहाँनिर एआरआर रेन्ज यतिमा छ एआर यतिमा लाग्नु पर्यो हो। भएपछि हाम्रो यो अब हामी चाहिँ यो भिडियो भइसकेपछि यति नै बुझाउनु खोजेको मैले यहाँनिर। त्यही भएर मैले डिफल्ट ल्याउनै खोजेको क्या। कहाँनिर मिस्टेक हुन्छ कहाँनिर सच्याउन सक्नुहुन्छ भने सच्याउन होला, नभए माथिकै हेरेर सुरुकै हेरेर गर्नु होला। हामी चाहिँ अब एउटा यो भयो, हामी चाहिँ एकचोटि अब स्वापिङ जस्तै अब यसलाई हामीले चाहिँ गरेर यहाँनिर हामीले SWAPPING स्वापिङ सिक्दैछु। स्वापिङमा पनि मैले के गर्छु भने चाहिँ होइन स्वापिङ हो भने चाहिँ स्वापिङको पनि भनेको चाहिँ के हुन्छ भने चाहिँ रिभर्स प्रोसेस क्या। REVERS रिभर्स PROCESS प्रोसेस कस्तो भने चाहिँ होइन तपाईँलाई म कस्तो भने चाहिँ होइन जस्तै x इक्वल्स टु 4 र यतिमै राख्यो एकछिन y इक्वल्स टु 3 छ भने चाहिँ अर्को पटकमा आउँदाखेरि x भनेको चाहिँ y हुनु पर्यो y भनेको चाहिँ x हुनु पर्यो क्या हो। त्यसलाई चाहिँ भन्छ स्वाइपिङ। स्वाइपिङ भने चाहिँ मैले अब जस्तै ए भनेको मैले एउटा इनपुट लिन्छु होइन, इन्टेजर नै लिउँ किनभने चाहिँ हामी अहिलेसम्म इन्टेजरबाट गरिरहेको छु होइन। धेरै किन फ्लोट लिएर टाउको दिउँ, फ्लोट भनेको के होइन पोइन्ट भ्यालु आयो भने चाहिँ त्यसले चाहिँ फ्लोट भ्यालु हटाउँछ भन्ने हो क्या होइन। त्यही हो, तर त्यस्तो केही गर्नु पर्दैन है। ल मैले यहाँनिर क्यापिटल ए लिन्छु, क्यापिटल ए लगाइसकेपछि मैले यहाँनिर हल्का स्पेस पनि दिएँ। अर्को मैले के भनेको थिएँ अघि भर्खर भनेको छु नि रिभर्सिभर प्रोसेस हो, त्यसैले मैले इनपुट लिएपछि आउटपुट दिनै पर्छ, उल्ट्याउने प्रोसेस। 2टा इनपुट नदिएपछि यसले रिभर्सिभर, यसलाई भन्दैन स्वापिङ भ्यालु है। 2टा इनपुट दिएर एक्जिक्युट भएन भने त्यसलाई स्वापिङ भ्यालु भन्दैन। त्यसो कारणले मैले अर्को पनि त लिनु पर्यो इनपुट अर्को पनि लिनु पर्यो भनेपछि होइन के गर्छु भने चाहिँ मैले इनपुट के गर्छु इन्टर दि भ्याल्युज के को त भ्यालु क्यापिटल वाइ सरी बीको रहेछ, बी लगाएर छु मैले, दिमागमा कसरी बी थाहा छ आयो। अब मैले प्रिन्ट गर्दाखेरि बिफोर स्वापिङ र आफ्टर स्वापिङ पहिला र पछिको भन्ने हुन्छ। मैले एकचोटि फर्स्टमा चाहिँ के गर्छु भने चाहिँ बिफोर स्वापिङ चाहिँ होइन बिफोर स्वापिङ गरौँ। बिफोर स्वापिङमा के थियो भन्दाखेरि भनेर गरौँ क्या। बिफोर स्वापिङमा पछि बिफोर अगाडि के थियो त भन्दाखेरि जस्तै अब मैले यहाँनिर बिफोर SWAPPING स्वापिङ होइन, बिफोर स्वापिङ चाहिँ मैले लाइन ब्रेक गर्नु छ हो, लाइन ब्रेक गर्नु छ, द्याट्स वाइ आई गेभ द स्ल्यास एन्ड
अब बिफोर स्ल्यापिङ म ए इक्वल्स टु अब हेरेर यसलाई छोडेर एउटा स्पेस दिएर भर्खर मैले भने थिएँ स्मल ए हुनु पर्यो। अब मैले फेरि यसलाई लिएर गलत हो, यतिले मिस्टेक गर्छ क्या। अब मैले यतिमा लिएर वाइ हो भनेर इक्वल्स टु फेरि अर्कोलाई ओहो मिस्टेक हुन खोजिरहेछ त। अर्को छ भनेपछि वाइ लिन पायो त, बी छ है, बी लिन पायो हेरेर बी छ त बी लिन पायो है, पायो नि। यहाँ पनि कमा ए मतलब ल हो छैन। हेरेर किन यो देखायो त भन्दाखेरि यो दुई यसको कमाको, यो दुई यो कमाको, तर हेरेर किन यो देखायो त भन्दाखेरि छैन कुनै पनि सोल्युसन। त्यो कारणले मैले बिफोर राखिदिन्छु। फाइनल्ली ठिक छ है, ठिक छ भनेपछि ए र बिबी ओके भयो। होइन हल्का मिस्टेक भएर छ, यो भयो भनेपछि होइन यो भयो त भयो के को भन्दाखेरि के भयो होइन, एउटा कमाल पनि यति धेरै मिस्टेक गर्छ क्या भयो। अब मैले ट्याम्प लिन्छु, किन भन्दाखेरि हाम्रो ट्याम्प लिन जरुरत छ। ट्याम्प लिएर मैले नलिँदा पनि हुन्थ्यो, एक्स गरेँ। अब मैले यहाँनिर इन्टर गरेर होइन ओहो ए लिए अब मैले ए इक्वल्स टु बी गर्छु होइन। अब बी गरेँ भने चाहिँ बी इक्वल्स टु ट्याम्प नै लाउँछु क्या, किन भन्दाखेरि रिभर्सिबल प्रोसेस भयो त, रिभर्सिबल प्रोसेस बोल्न त। अब बिफोर सपिङ देन आफ्टर मैले प्रिन्ट के गर्छु, आफ्टर स्वापिङ फेरि मैले ब्रेक गराउनु छ ए सेम है, सेम प्रोसेस तर हल्का कडक हुनेवाला चाहिँ किनभने रिभर्सिबल प्रोसेस हो। रिभर्सिबल प्रोसेस हो यो, रिभर्सिबल प्रोसेस हो भनेपछि रिभर्सिबल प्रोसेस हो भनेपछि त बी हुनु पर्यो हो। यति हो क्या, रिभर्सिबल प्रोसेसले एक्जिक्युट हुन्छ कि नै आई डोन्ट नो, बिकज आमा ल बी 12 13 यसको एमा 13 आउनु पऱ्यो, बीमा 12 आउनु पऱ्यो, नत्र रिभर्सिबल प्रोसेस भन्दैन यसलाई। बिफोर सपिङ र आफ्टर सपिङमा बिफोर सपिङ ए भनेको 12 बी भनेको 13 मैले हालेको, आफ्टर सपिङको ए भनेको 13 बी भनेको 12 भयो हो। यसलाई भन्छ बिफोर र आफ्टर स्वापिङ कसरी गरिन्छ भन्ने कुरा हो क्या। स्वापिङ भनेको चाहिँ केही पनि सिम्प्लिफाई भन्नुपर्दा मैले यसलाई 2 भ्यालु दिएर बीलाई 3 भ्यालु दिएँ भने स्वापिङ गर्दाखेरि एले बीको भ्यालु पाउनु र बीले ए को भ्यालु पाउनु पर्यो, त्यसलाई नै स्वापिङ भनिन्छ, रिभर्सिबल प्रोसेस। जस्तै मैले रामलाई 20 रुपियाँ दिएँ हो, फर्स्टमा मैले रामलाई 20 रुपियाँ दिएँ, रामले मलाई 10 रुपियाँ दियो। त्यसपछि मैले रामलाई 20 रुपियाँ दिएको थिएँ, रामले मलाई फेरि 20 दिन्छ, मैले रामलाई 10 दिन्छु क्या हो, त्यसलाई भन्छ स्वापिङ। अब स्वापिङ भ्यालु छ अब 5
फाइबोनान्सीको त अब हल्का डिफ्रेन्सिएसन पनि देख्नु छ भोलि। अब नेक्स्ट भिडियोमा हामी फाइबोनान्सी जाने। आज भिडियो पनि लङ भयो गाइज, हेरिदिनु होला होइन। मैले बिचमा मिस्टेकहरू जानी बुझी गएको छु, त्यो पनि अब सच्याउनु होला। किन भन्दाखेरि यहाँनिर अब गर्नुपर्ने हुन्छ क्या, स्टुडेन्टलाई कन्फ्युज त बनाउनै पर्ने हुन्छ। किन भन्दाखेरि कन्फ्युज बनायो भने कहिले पनि त्यो अघि बढ्दैन। कन्फ्युज बनाउनु पर्छ हल्का, किन भन्दाखेरि त्यसको जस्तो हुन्छ नि माथि गराएको यस्तो थियो है, तल किन कन्फ्युज भयो भन्ने हुन्छ कि, त्यसले डिफल्ट खोजोस् गलत खोजोस् भनेर मैले गरेको। अब यो भिडियो पनि फेरि आउँदैछ गाइस, हेरेर साथ सपोर्ट दिनु होला होइन। आजको चाहिँ हाम्रो यो यति नै भनेर म बिदाय लिन चाहन्छु। नेक्स्ट भिडियो आउनेछ पार्ट 2 हो। यो 3 मा चाहिँ अर्को हामी चाहिँ फाइबोनान्सी अन्यहरू पढ्नेछु। विशेष फाइबोनान्सीलाई ध्यान दिनेछु। आज स्वापिङलाई मैले भनेको थिएँ आज जस्तै लार्ज र म्याक्सिमम र मिनिमम भ्यालु मात्रै पत्ता लगाउँछु भनेको थिएँ, तर त्यो गर्दा पनि आज टाइम हल्का उमा कारण मैले स्वापिङ पनि लगिदिएँ। स्वापिङ पनि बुझेछ, स्वापिङको पनि मैले डिफिनेसन दिएको छैन। डिफिनेसन म नेक्स्ट भिडियोमा ल्याएर आउनेछु। आजको लागि टाटा बाई बाई।